ल साथीहरू, आजको बिहानीको सुरुवात सँगसँगै जुरुक्क उठेर ज्यानतिनीको तन्काए पछाडि किचनमै दौडिन हतार पर्छ। आज चाहिँ मैले इस्कुसको तरकारी बनाउन लागेको साथीहरू। खासै राम्रोसँग बनाउन त आउँदैन मलाई, तर पनि मेरो घर नजिकै अङ्कल आन्टीले बनाएको तरिकाले चाहिँ बनाउन मन लाग्छ। उहाँहरूले बनाएको चाहिँ एकदम मिठो लाग्छ। मैले चाहिँ पहिला इस्कुस बिहे गर्नुभन्दा अगाडि हामीले इस्कुस देखेकै थिएनौँ। बिहे गरेर आइसकेपछि नै देखेको हो। इस्कुस देख्न थालेको चाहिँ 12-15 वर्ष जति भयो क्या मेरो। अनि मलाई यो पहिला मिठो लाग्थेन, आजभोलि चाहिँ मिठो लाग्न थालेको छ। अनि मैले चाहिँ अलिकति डिप फ्राई गरेरै बनाएको मिठो लाग्छ, तर आज चाहिँ म ठिक्क ग्रेभी तरिकाले बनाउनु पर्यो। अलिअलि फ्राई गरेर भनेर आलु मिसाएर हरियो लसुन टमाटरहरू प्याजहरू राखेर बनाउने तरिकाले चाहिँ बनाउन खोजेँ साथीहरू। अनि यसलाई चाहिँ अलिकति तेल धेरै राख्नुपर्ने रहेछ क्या। पहिला त बनाउन नआउने, ड्राई तेल पनि कम हुने, त्यस्तो तरिकाले मिठो पनि हुँदैन थियो। अनि अङ्कलले नै मलाई यसरी बनायो भने मिठो हुन्छ भनेर भन्छ थियो। अनि मैले अलिअलि बनाउन थालेको छु। अब पहिला बहिनी थिए, सबै काम बहिनीले गर्थ्यो, पकाउने गर्ने यताउति, मलाई पर्दैन थियो। र अहिले ऊ नभइसकेपछि चाहिँ अब आफैले बनाउन सिक्दैछु। मिठो नमिठो जस्तो भए पनि अब कोसिस गर्दैछु, बनाउँदैछु। अनि अहिले मार्केटमा पनि कलिलो इस्कुसहरू आइसकेको रहेछ क्या। अनि त्यही लिएर आएर बनाएको। सबैको आफ्नो आफ्नो तरिका हुन्छ बनाउने होइन, तर म चाहिँ यसरी नै बनाउँछु। इस्कुस चाहिँ टमाटरहरू राखेर यसरी ग्रेभी टाइपको बनाएको नि मनपर्छ, फ्राई गरेको नि मनपर्छ है साथीहरू।